Hi guys, welcome back to our YouTube channel Daily Vlog ko day 2. So welcome to our YouTube channel Mr. and Mrs. Prasai. निन्द्रा लाहा गएर सुत्नु. So हाम्रो नुहाई धुवाई भइसकेछ, पूजापाठ पनि भइसकेछ. बेबी नुनु गर्नु भयो काफीमा हैन कति छानो बेबी हो यो त, सानो बेबी हो. कति छानो बेबी. चिमी नाइट भयो, नाइट सुत. सो गाइज आज चाहिँ अब खाना के पकाउने, खाना भात दाल आलुको भुजिया नै पकाउनु पर्छ. किनभने हाम्रोमा के हुन्छ, शनिबार बजार जान्छौँ, हप्ताभरिको लागि तरकारी ल्याउँछौँ. तर फ्राइडे स्याटरडेसम्म सबै तरकारी भ्याइन्छ. सो आलुको भुजिया नै पकाउनु पर्छ शनिबार जहिले. आधा त फालिन्छ. के फालिन्छ? अस्ति फालेन भान्डाको तरकारी आफै जान्दै भएर फाले. फ्रिजमा राखौ भन्दा नराखेर फाले. चिसो छ मौसम चिसो थियो त, आजभोलि पानी पर्दैछ, मौसम चिसो थियो. अब त्यस्तो भयो, बिग्रियो तरकारी. अब राख्छु, नेक्स्ट टाइमबाट राख्छु फ्रिजमा, छोड्दिन्न बाहिर. हाय पर्छ भनेर खानु तलबाट लिए त तारम छ. मैले भनेछु र यो पनिसमेन्ट हो, सानोको पनिसमेन्ट. छैन, जानुभएछ दिदीको त. वाउ यार, कस्तो राम्रो देख्यो क्या, राम्रो राम्रो बेडसिट ओछ्याएर. सो गाइस, यहाँ मौसम कति राम्रो भइरहेछ क्या, पानी परिरहेछ, कति राम्रो है. अनि यहाँ चाहिँ हस्बेन्डले तरकारी काट्न लाग्नुभएछ, आलु. सो गाइस, आजको हाम्रो खाना भात दाल आलुको भुजिया, प्याज, दही अनि टमाटरको चटनी. सो कस्तो मिठो हुन्छ, सिम्पल खाना. अब चाहिँ हामी खाना खान्छौँ. सो गाइस, खानासाना खाएर एकछिन सुते थियौँ हामी, त्यसपछि उठ्यौँ. एन्ड उठेपछि नास्ता खाएर हामी बजारतिर गयौँ. बजारमा चाहिँ हरियो सब्जीहरू तरकारीहरू ल्याउन. मलाई चाहिँ यहाँको भ्यू एकदमै मनपर्छ क्या, पहाड भएको एकदमै आनन्द लाग्छ क्या. गाइस, बजार गएर आइयो र बाबुको लागि यो हैन, कस्तो राम्रो घर भयो हैन, सानो राम्रो छ. वाउ, यो गाडी किनेको, यो किनेको. बजार गएपछि केही न केही चाहिन्छ क्या यसलाई. अनि यो मान्छे जे पनि किन्दिने, जे छोप्यो त किन्दिने. यहाँ चाहिँ यो चाहिँ छोरोलाई किनिदिएको, तर दिमाग चाहिँ केले खेल्न चाहिँ उहाँ खेल्नु भएछ कि. यसलाई सिकाउनु त पर्यो नि. बेटा अघिबाट 10 थरीले बनाइसक्नु भयो क्या, 10 थरी बनाइसक्नु भयो घर. सानो ड्याडीले भन मेरो हो, म खेल्ने हो, म हाउस बनाउने हो. जोडले बोल न, म हाउस बनाउने हो. वाउ, कति राम्रो हाउस बनायो बेबीले. वाउ, यसमा त डोर पनि छ, विन्डो पनि छ. वाउ, झ्याल छ. ए सो गाइज, यो चाहिँ हाम्रो रातिको खाना, भात अनि मसरुम च्याउ, पाते च्याउ.
हामी चाहिँ माम भन्दैछु या सो गाइस हामी चाहिँ खाना खाँदैछौँ अनि आजको ब्लगमा यति नै बाई टेक केयर बाई गर्छु बाई सी यू